नमस्कार साथीहरू, स्वागत छ तपाईहरुले टेक्निकल कृष्ण युट्युब च्यानलमा। आजको भिडियोमा हामी एसी जनरेटरको नेम प्लेटलाई पुरा डिटेलमा बुझ्ने छौं। यदि तपाई इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रिकल टेक्निशियन वा स्टुडेन्ट हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि धेरै उपयोगी हुनेछ। स्क्रिनमा देखाएको प्लेट एउटा एसी जनरेटरको नेम प्लेट हो। अब यसमा लेखिएको सबै इम्पोर्टेन्ट प्यारामिटरहरू एक एक गरेर बुझौं। सबैभन्दा माथि लेखिएको छ मोडल नम्बर TD125, मेसिन नम्बर T06103, इयर अफ म्यानुफ्याक्चर 2022। यसबाट थाहा हुन्छ यो जेनेरेटर 2022 मा बनेको छ। अब मुख्य इलेक्ट्रिकल डिटेल हेरौं है। रेटेड आउटपुट 4412 kVA। यसको अर्थ हो जेनेरेटर 4.4 MVA क्षमताको हो। रेटेड भोल्टेज 6600 भोल्ट 6.6 kV। यो हाई भोल्टेज जेनेरेटर हो। रेटेड करेन्ट 386 एम्पियर, पावर फ्याक्टर 0.85, नम्बर अफ फेज 3 फेज, फ्रिक्वेन्सी 50 हर्ज। यो सबै भ्यालुले जेनेरेटरको वर्किङ क्यापेसिटी डिफाइन गर्छ। अब मेकानिकल साइड हेरौं है। स्पिड 1000 RPM, नम्बर अफ पोल 6। यसको मतलब हो यो जेनेरेटर 6 पोल सिन्क्रोनस जेनेरेटर हो। यसको म्याक्सिमम स्पिड लिमिट 1750 हो र यो रनवे स्पिड पनि भन्छ है। यो ओभर स्पिड प्रोटेक्सनको लागि इम्पोर्टेन्ट प्यारामिटर हो है। वाइन्डिङ र इन्सुलेसनको कुरा गर्दा स्टार्टर कनेक्सन स्टार हो र इन्सुलेसन क्लास F क्लास हो। F क्लास भनेको के हो त? F क्लास भनेको सबैभन्दा बढी तापक्रम सहने क्षमता लगभग 155 डिग्री सम्म हो। कुलिङ र प्रोटेक्सनको कुरा गर्दा कुलिङ सिस्टम एयर कुलिङ, इन्क्लोजर प्रोटेक्सन IP23। यसको अर्थ हो जेनेरेटर धुलो र बाहिरी वातावरणबाट कति सुरक्षित छ भन्ने देखाउँछ। म्याक्सिमम स्टार्टर टेम्परेचर 125 डिग्री सेल्सियस है। एक्साइटेसनको कुरा गर्दा फिल्ड भोल्टेज 246 भोल्ट DC, फिल्ड करेन्ट 200 एम्पियर DC। यसले रोटरलाई एक्साइट गर्न आवश्यक DC सप्लाई कति चाहिन्छ भन्ने बताउँछ। ब्यारिङ र लुब्रिकेसनको कुरा गर्दा ब्यारिङ टाइप सेल्बी ब्यारिङ हो। त्यो दुवै साइडमा है, ड्राइभिङ इन र नन ड्राइभिङ इन है त। अब सेल्बी ब्यारिङ भनेको ठुलो क्यापेसिटीको जेनेरेटर टर्बाइनमा प्रयोग हुन्छ। लुब्रिकेसन वाइल ISO 46 ग्रेड है र लुब्रिकेसन टाइम इन्टरभल 4000 घण्टा, टोटल वेट 22400 kg। यसबाट थाहा हुन्छ यो निकै ठुलो र हेभी ड्युटी जेनेरेटर हो। अपरेसन कन्डिसनको कुरा गर्दाखेरि ड्युटी टाइप S1 हो। यसको अर्थ हो जेनेरेटरलाई लामो समयसम्म निरन्तर चलाउन मिल्छ। एम्बिएन्ट टेम्परेचर लिमिट 40 डिग्री सेल्सियस। यसको अर्थ हो जेनेरेटर वरिपरिको वातावरणको टेम्परेचर 40 डिग्री सेल्सियस भन्दा बढी हुनु हुँदैन। एल्टिट्युड लिमिट 1400 मिटर है। यसको अर्थ हो जेनेरेटरलाई समुद्री सतहबाट 1400 मिटर उचाइसम्म सुरक्षित रूपमा चलाउन मिल्छ। रोटेशनल डाइरेक्सन भने एन्टी क्लकवाइज हो। सबै कन्डिसन हेरेर जेनेरेटर अपरेट गर्नुपर्छ। यो नेम प्लेटबाट हामी थाहा पायो कि यो जेनेरेटर 4.4 MVA 6.6 kV 3 फेज 50 हर्ज र 1000 RPM को एसी जेनेरेटर हो, जुन हाइड्रो पावर प्लान्ट वा ठुला उद्योगहरूमा प्रयोग हुन्छ।